पैसा उताबाट चोरेर ल्याएर भाइको सोल्टे नि आमा एउटा सल्लाह गरौँ ल टीका लाउँदा चाहिँ नि धेरै दिनु ल मलाई चाहिँ सुटुकै कान्छीलाई चाहिँ 5 रुपैयाँ 10 रुपैयाँ दिँदा पनि हुन्छ हेलो हाई नमस्ते गुड मर्निङ शिवारो आज चाहिँ म अछ्यानदेखि नै सुरु गर्नु थालेँ भर्खर उठिरहेको छु मकसद धुने हो अनि आज विजय दशमीको धेरै धेरै शुभकामना सबैलाई है शेयर र सब्स्क्राइब गरिदिनु होला उठ्यो अनुहार धुने हो आज चाहिँ बिहानै सुरु गरियो है मैले त ब्रसै ल्याएको छैन छ एउटा दिन्छु फाइनली मैले चाहिँ ब्रस ल्याएको थिइनँ अब नयाँ युज गर्नु पर्यो पसलदेखि नै निकालेर के गर्नु बिहानै बिहानै आज हेर्नु त काहीले यस्तो पनि हुन्छ यसैले अनुहार धुनुहुन्छ अब चप्पल पनि छैन आमाले पनि के हो यो बिहानै यसैले अनुहार धुनु भएको के गर्नु त अब टीका नलगाइ जाउँ भनेको नि के लगाइदिने आमा आज चाहिँ राम्रो होला जस्तो छ दिन होइन काकीले के दसैँमा अघि नै केले अनुहार धुँदो रहेछ होइन काकी हाम्रो आमा त्यता त खतरा आउँदो रहेछ उज्यालो न उज्यालो यस्तो त आज बिहानै अनुहारै नधुइ चिया उम्लियो है चिया खतरा पिउने अब चिया भयो चिया पनि पाकिसक्यो के भएको आमा एउटा सल्लाह गरौँ ल टीका लाउँदा चाहिँ नि अलिक धेरै दिनु ल मलाई चाहिँ सुटुकै कति अरूलाई चाहिँ थोरै थोरै दिन कान्छीलाई चाहिँ 5 रुपैयाँ 10 रुपैयाँ दिँदा पनि हुन्छ कान्छीलाई चाहिँ 5 रुपैयाँ 10 रुपैयाँ दिँदा पनि हुन्छ कान्छीलाई चाहिँ अलिक थोरै दिन है अब हाम्रो यहाँ सुरु हुनु लागेको छ सुरु भन्दा पनि हामी तयारी अवस्थामा सो गाइस मैले पनि अब दसैँको लुगा लगाइसकेँ फाइनली यता आउनु त आमा यतापट्टि आउनु त ल आमाले पनि लुगा लगाइसक्नु भएछ फाइनली है अब हाम्रो टीका सुरु हुन्छ हेर्नु होला होइन यो हाम्रो कान्छी नै हो सबैभन्दा ढिलो जहिले गर्ने यही लगाउनु भएको तपाईँले चाहिँ ल सबैजना रेडी हामीलाई लगाइदिनु 3 जना यहाँ बस्छौँ के हुँदैन रातो लाउँदा नि काम छ छोरा बादमा कहिले पारिन्छ नि जहिले तहिले राम्रो हुन्छ राम्रो बस्नु राम्रो गरी खानुपर्छ आशीर्वाद दिने न चुप लागेर गोपाल त राम्रो होस् गरी खानुपर्छ निस्किन्छ नि एकछिन लगाएर दिनु कति कानमा लगाइदिनु त्यो आफै लाउनु नि आमा खुट्टा ढुक्नु तिमीहरू त गर्दैनौ त अझै के खालको लगाइदिएको यस्तो सिधा एउटा कसको उता पर बारेको छ टीका नि बाङ्गो लगाइदिएको बस अब मैले
त ढिलो यस्तो यसको त लुगा त यसपालि त टलक्कै टल्किएछ त लैज नानी महिला साथीसँगै बस्छ अरे ल बोजूले एकजनाले सराउने एकेता लाने हुन्छ अनि लाउनु अलिक चिज दिनु नि त्यो रकी यसमा के होला वारी नातिनी वारी राम्रो लिएर ल राम्रो ल्याउनु गरी खानु पर्छ राम्रो लिएर बस्नु है राम्रो ल्याउँछ नि राम्रो लाग्दैन सेरोमा ठिक छ त नि पैसा दिगा पैसावाले बुझेको रहेछ त्यसलाई त पैसा त ढोक मैला जा मोबाइल फुटाइदिन्छ अरे यहाँ त चस्मा रहेछ खै फुच्चे चाहिँ यहाँ पैसाको देख आऊ नानी पनि के भन्छ कलेक्टिभ भयो नि यसपालि त तेरो लुगा त राम्रो देखेको रहेछ छोरी मान्छे राम्रो गरेर खानुपर्छ हुन्छ फुच्चेको त एकैचोटि दामी लागेछ अमलाले मात्रै ठेलेको बोलेपछि झन् आत्किन्छ है ल ठिक छ भयो अरे पैसा त रोक्नु भने नि आमाले त छैन यसले त धेरै पायो जस्तो छ पैसा त धेरै रहेछ ढोका म सबैलाई तपाईँलाई पनि मामाले भन्छ मान्छेले त गर्दैन किन आमा भुलाउँदैन रोक्नु पऱ्यो नि उनीहरूले ए ढोक खै त ढोक गर्दैन न अझ अघि यसो गरेको के हो मैले एउटा ढोक्नु पर्दैन मामालाई हुन्छ भान्जालाई चाहिँ लाइदिनु राम्रो पढ्नु ज्ञानी हुनु धेरै नबुझ्ने बिहान चाहिँ छिटो उठ्ने गर्नु दिनु अलिक साह्रो अल्छी गर्छ फुच्चेलाई पनि राम्रो देखियो ज्ञानी हुनु सबैले भने सुन्नु बिना फिल्टर राम्रो हुन्छ ल अब चाहिँ टिका लगाइसकेको है हामी पैसा दिनु दक्षिणा जति दियो भने के हो टिका त लगाइदिनु पर्यो टिका हुँदैन होला न स्वामी अनि त्यो त अब उनीहरूको विचार तर लगाइदिनु त पऱ्यो नि राम्रो पढ्नु ज्ञानी हुनु अर्का मामुले भनेको मान्नु अब जाउँ अब खाने पिउने फोटो खिच अब हाम्रो यहाँ चाहिँ खाने कार्यक्रम हुन लागेछ भाइ छिटो ल्याउँदैन हो तेरो ढिलो भइसक्यो खाउँ लागिसक्यो छैन त यो चाहिँ मेरो आमा यो के आज त यस्तो पनि व्यवस्था रहेछ त हौ ल ल म चिउरा खान्न खाने कसैले समीरको चाहिँ चिकन होला भाइ राँगा खाने कि बुङ्गुर खाने कि घरमै लजाउनु हुँदैन यही छ त अनि खान्छ होला नि रमनी बियर खाने रम
बियर खाने कि रम अरे ए बाबु खण्डमा पानी के हो भने मैला कहाँ बस्ने खायो भने त नि खाइदिनु नि त बियर बियरमा पनि खान्छ रम खाँदैन यो कसको हो कसैले खाएको छैन होला नि त्यो नयाँ खुच्चेले यो खायो त्यो तपाईँकै होला नि सिक्किमेली हो क्या अनि कहाँ हो त त्यो अनि नाम त थाल्यो यो सिक्किमे भनेर आउँछ त यो नाम बेला बेग्ला हनिबी होइन नि खै तपाईँलाई दियो म त खाँदिनँ म बस्छ अरू के लाएर खाऊ लेमन चाहिन्छ नि चम्ची नै सानो भयो हौ मेरो त कसको चम्ची हो है हँ? अब त्यही मलाई त ठुलो लाग्यो मैला होला आमै चिउरा नखाने भात खानु माग्दै भात हो त त्यही त मैले ठुकै त मैलाले सारेको होला नि त्यही सारे खाएन त नि आफै सारे खानु कहाँ यहाँ त राम्रो देखिँदैन एउटै छ त नि त्यही आफै सारे खाएको अति डर पनि देखिन्छ रोजमा सारेको खाएको रोज लाग्दै लाग्दैन मनाउने खानु चिउरा तास खेल्ने भरे राति तास खेल्छ ल हुँदैन जस्तो लग्यो यो बिना र ममताले मात्रै चोर्छ सारा तास खान्छ होला अनि यता यहाँ राख्नु भिडियो भएको छैन त ल होइन दबाई राख्नु न सुँगुरको मासु यहाँ छ है खाने भाइ सुँगुरको मासु चाहिँ खानुपर्छ होला हौ खाऊ खाऊ हँ? है यहाँ दिनु त ए पापड चिप त केही पनि बनाउनेले गर्दाखेरि खतम बनाएछन् हौ त्यही भएर छिटो कि छिटो भन्छ अनि सुँगुरको मासु खाने हो कि म भोलि पर्सि खानु नि त्यो छिटो कि छिटो भन्छ अनि त्यो त बोतलहरू निकाल न खाली छ भने होस् न हो त्यो नाले त खाने सुँगुरको मासु एउटा एउटा खाँदिँदैन ल त्यहाँ राख्नु एउटा मात्रै हो तेरो भातै आमा खुच्चे रातमा बसेर नि त्यो भाइले खान्छ ले त्यतै लगाइदिनु त त्यही राख्नु है खाँदा हुन्छ निकाल्दै ए झन्डै लगाइ फेरि बोजूलाई फाइनली अब डाइस खेल्नुपर्छ अब हामी चाहिँ यसले अघि तासमा झेल गरिहाल्यो अब डाइस खेल्ने हो चोर भने पहिल्यैदेखि थाहा थियो मलाई शङ्का चाहिँ लागिरहेको थियो यसपालि ठ्याक्कै त्यही गर्यो कि यसले डाइस खेल्ने 10 रुपियाँमा 10 घन्टा झगडा पर्ने दाजुले पैसा चोरेर तास चोरेर खाता तारेको ए भाइको सोल्टे नि ए भाइको ओरिजिनल सोल्टे नि रहेछ नि त यो त फेरि छुट हुँदैन नि त फेरि ल मारेको थिएँ ल ठिक छ यसले पैसा चोरेर ल्याए यहाँ जितेछ फेरि बर्बाद गर्ने हारियो उनले त लात्तीले दिएर मार्दिनु पर्छ कि भन्ने आसमा छु मेरो 10 भने फेरि भाइ उठाइदे ल दुख मन छैन इरोनले मात्रै पारे ल इरोनले मात्रै पारे ल राम यसपाल चाहिँ घाडा लाग्यो यार इटा यहाँ मुन्डी इटा हो बाबा